Hello guys, welcome to my channel. अनि after so long म फेरि YouTube च्यानलमा ब्याक भइसकेको छु अनि आज चाहिँ म मेरो बारेमा चाहिँ भिडियो लिएर आएको छु किन भन्दाखेरि आज भन्दा 2 महिना अगाडि चाहिँ मेरो नोजको सर्जरी भएको थियो। बेसिकली त्यसलाई चाहिँ राइनोप्लास्टी भन्छ अनि मैले त्यो गरेको थियो मेरो अनि म त्यो बारेमा चाहिँ भिडियो बनाऊँ भनेर चाहिँ आएको। अनि किन भन्दाखेरि यो चाहिँ सबैजनाको लागि इन्फर्मेसन पनि हुन सक्छ नि त। अनि त्यही भएर हो। अनि मैले चाहिँ के गरेँ कसरी गरेँ अनि किन गरेको भन्दाखेरि चाहिँ फर्स्टमा चाहिँ म ओरल क्लेफ्ट हो मेरो चाहिँ अनि त्यो मतलब जन्मेदेखि नै प्यालेट र लिप अनि नोज चाहिँ मेरो मेन चाहिँ लिप थिएन अनि भित्र प्यालेटमा पाल थियो अनि नोज चाहिँ टिल्टेड थियो। अहिले पनि टिल्टेडै छ। मतलब यो मेरो चाहिँ यो लेफ्ट नोजको पाल सानो छ राइट नोजको पाल ठुलो छ। त्यही भएर अहिले पनि टिल्टेड हल्का धेरै छैन पहिला जस्तो होइन। अनि यो मेरो जुन यहाँ हुन्छ यहाँनिर चाहिँ साइड एङ्गल हेर्न सक्नुहुन्छ। म पहिलाको फोटोहरू पनि राखिदिन्छु। अनि साइड एङ्गलमा चाहिँ मेरो नोज एकदम सिधा भएको छ दुवैतिरबाट राइट एन्ड लेफ्ट दुइटैबाट। अनि त्यहाँ चाहिँ मेरो रिब्स हड्डी निकालेर राखेको यहाँ। अनि मेरो चाहिँ पुरै टिल्टेड पुरै नै नोगेकै थियो क्या नाक। मतलब यो टिप चाहिँ पुरै डाउन नै थियो। म यता कतै फोटो लगाइदिन्छु। अनि मैले चाहिँ कसरी गरेँ के गरेँ भनेर चाहिँ आज सेयर गर्न आएको। अनि त्यस्तो ह्युज डिफ्रेन्स छैन। अब फेरि पनि यो टिप चाहिँ इफ मन लाग्यो भने चाहिँ बनाउन सकिन्छ बट नट नेसेसरी। अनि बनाउनुको रिजन चाहिँ अब त्यही हो एभ्रिबडी वान्ट्स टु लुक ब्युटिफुल त्यही हो। अनि त्यस पछाडि म फर्स्टदेखि सुरुवात गर्छु कहाँबाट सुरु गरेँ भनेर। मतलब फर्स्टमा म कसरी गएँ एन्ड कसरी सुरु भयो भनेर चाहिँ म भन्छु। फर्स्टमा चाहिँ मेरो चाहिँ फर्स्ट टिथ बनाउनको लागि गएको हामी खासमा फर्स्टमा हामी यहीँ क्लिनिकमा नर्मल क्लिनिकमा जायौँ। अनि त्यहाँ चाहिँ के भन्यो भन्दा दाँत राख्न मिल्छ क्याप राख्न मिल्छ भनेर भन्यो। एन्ड त्यस पछाडि त्यहाँबाट म दाँत सफा गर्नको लागि खोप हस्पिटल गएँ जुन चाहिँ यहाँ भक्तपुरको च्याम्सिङमा छ। अनि दाँत सफा गरेँ मैले 2 टाइम्स दाँत सफा गरेँ। अनि त्यसपछि मेरो गम्सको कन्डिसन एकदम विक थियो। अनि त्यस पछाडि मैले 2 टाइम्स गरे पछाडि त्यहाँको एउटा डक्टरले डेन्टिस्ट डक्टरले चाहिँ हामीलाई कृतिपुर हस्पिटलको लागि चाहिँ प्रिफर गर्नुभयो। यो मेनली चाहिँ क्लेफ्ट र प्यालेटको लागि बोन ग्राफ्टिङको लागि नै हो। मेन चाहिँ बोन ग्राफ्टिङ भनेको चाहिँ लाइक हजुरहरूलाई थाहै छ होला। यो जस्तै जन्मेदेखि यो क्लेफ्ट भएकोहरूको चाहिँ यो जुन यो हाम्रो यो अगाडिको फ्रन्ट गिजामा हुने जुन हड्डी हुन्छ नि त्यो चाहिँ प्रपर हुँदैन। अनि त्यसलाई चाहिँ हामीले अपरेसन गरेर चाहिँ अगाडि ल्याउनु पर्ने हुन्छ। अनि त्यो गर्नको लागि चाहिँ फर्स्टमा मेरो यो गम्स हेल्दी हुनु पर्थ्यो। अनि त्यहाँबाट हामी कृतिपुर पनि डेन्टलकै लागि भनेर गएको। एन्ड के भयो भन्दाखेरि त्यहाँ डक्टरले के भन्नुभयो भने मेरो गम्सको कन्डिसन एकदमै विक रहेछ अनि त्यसको लागि ट्रिटमेन्ट गर्नु पर्यो। त्यहाँ चाहिँ पेरियोडेन्टिक्स थिएन। अनि त्यही भएर त्यहाँबाट चाहिँ हामीलाई वीर हस्पिटलमा एउटा डक्टर हुनुहुन्छ उहाँ प्रिफर गर्नुभयो डक्टरले। एन्ड मेरो हस्पिटल गयो। अनि जान चाहिँ हामी दाँतको लागि गएको थियो। अनि त्यस पछाडि नाकको अनि क्लेफ्ट प्यालेट ओरल क्लेफ्ट भनौँ न ओरल क्लेफ्ट एन्ड प्यालेट भन्छ बेसिकली चाहिँ। अनि त्यसको लागि कुरा भयो। एन्ड त्यहाँबाट चाहिँ हामीलाई फर्स्टमा त्यो बोन ग्राफ्टिङ गर्नको लागि यो प्यालेटसँग रिलेटेडै हुँदो रहेछ। अनि डक्टर स्वस्ति थापालाई मेन त प्रमिला डक्टरलाई भन्नुभएको थियो बट प्रमिला डक्टर ओटीमा हुनुभएको कारणले गर्दा चाहिँ हामी डक्टर स्वस्तिलाई भेट्यौँ। अनि उहाँले नै मेरो यो गिजाको कन्डिसनहरू हेर्नुभयो एकदम रातो अनि त्यही इन्फ्लेमेसन भइसकेको रहेछ क्या गिजामा। अनि त्यस पछाडि
उहाँले चाहिँ मलाई केही प्रिफर गर्नुभयो। म अनि हामी अब प्यारेन्ट्ससँगै गएको थिएँ, भाइ सबैजना, अनि त्यस पछाडि गएको थियौँ। हामी 4 जना गएको थियौँ। अनि त्यस पछाडि त्यहाँ चाहिँ डक्टरले के प्रिफर गर्नुभयो भन्दाखेरि युएसको डक्टरहरू भिजिटमा आउँदै हुनुहुन्छ 26 जनवरीमा। अनि हामी चाहिँ त्यस्तै 23-24मा गएको थियौँ होला हस्पिटल। अनि डक्टरले के भन्नुभयो भने यो जस्तो राइनोप्लास्टी गरिदिनुहुन्छ एन्ड यो नोजको यो यहाँ चाहिँ यो बनाइदिनुहुन्छ, डक्टरहरू आउनुहुन्छ नोजको लागि भन्नुभयो। अनि हामी चाहिँ 26 जनवरीमा चाहिँ हामी गयौँ, त्यहाँ डक्टरलाई भेट्यौँ। भेट्न चाहिँ त्यहाँ चाहिँ अलिक त्यसको त्यही रिलेटेडै हुँदो रहेछ, अनि अलि भिड नै थियो। अनि हामीलाई चाहिँ लागेको थिएन कि हाम्रो पाला आउँछ भनेर यो इयर चाहिँ, किनभने हामीभन्दा पहिला वर्षदेखि बसिराख्नु भएको भएर पनि त्यहाँ हुनुहुन्थ्यो। अनि त्यस पछाडि हामी गयौँ। अनि डक्टर सुस्ती, थ्याङ्क्स टु डक्टर सुस्ती कि उहाँले गर्दा चाहिँ हामी उहाँले हाम्रो नाम चाहिँ फर्स्टमै राख्नु भयो। अनि त्यहाँ हामीले युएसको डक्टरहरूलाई भेट्यौँ। अनि डक्टरले चाहिँ फर्स्टमा यो हेर्नुभयो। अनि त्यस पछाडि उहाँले के भन्नुभयो भने चाहिँ हामीलाई चाहिँ यहाँ चाहिँ रिब्सको हड्डी राखेर चाहिँ यो सिधा बनाउनु पर्ने हुन्छ भन्नुभयो। अनि हामी ओके भन्यौँ, किनभने हामीलाई नाक बनाउनु नै थियो, बनाउने नै भनेर राखेकै हो। अनि अलि टाइम पछाडि गर्ने भनेर सोचेको थियो, बट अब भएको बेलामा युएसको डक्टर आएको बेलामा गरिदिउँ भनेर। अनि त्यहाँ डक्टरहरूले चाहिँ रिब्सको हड्डी राखेर गर्नुपर्छ भन्नुभयो। रिब्सको हड्डी राख्दाखेरि चाहिँ यहाँनिर चाहिँ स्वेलिङहरू आउँछ भन्नुभएको थियो, बट थ्याङ्क गड कि मेरो त्यस्तो बिना चाहिँ भएन, किनभने केयरहरू गऱ्यो। अनि त्यस पछाडि केयर गरेर अनि गऱ्यो भने जुन डक्टर हुनुहुन्छ मलाई चाहिँ मतलब मेरो यो सर्जरी गर्ने डक्टरको नाम चाहिँ डक्टर जेरेमी वार्नर हो। अनि उहाँ चाहिँ बेसिकल्ली नै यो राइनोप्लास्टिक सम्बन्धी नै डक्टर हुनुहुँदो रहेछ। अनि मलाई चाहिँ जस्तो अब धेरैजना डक्टर हुनुहुन्थ्यो, अनि लास्टमा थाहा भयो कि उहाँले चाहिँ मेरो सर्जरी गर्नुभयो भनेर। अनि उहाँले बिफोर आफ्टर पनि देखाउनु भएको थियो आफ्टर सर्जरी। अनि यो कुरामा चाहिँ आई एम भेरी थ्याङ्कफुल टु डक्टर सुस्ती थापा। अनि उहाँले एकदम धेरै हेल्प गर्नुभयो। अनि त्यहाँबाट हाम्रो सर्जरी चाहिँ उहाँहरूले जुन हामी 26 जनवरीमा चाहिँ हामी भिजिट गर्न गएको थियौँ, बट सडनली त्यसकै भोलिपल्ट चाहिँ हाम्रो टाइम आइहाल्यो। सेकेन्डमा थियो हाम्रो अपरेसन। फर्स्टमा चाहिँ अघि एउटा नानीको थियो, अनि सेकेन्डमा मेरो भयो। सेकेन्डमा मेरो हुनु बित्तिकै अनि सेकेन्डमा अपरेसनसम्म 1 hour 30 minutes त्यति मात्र लागेको थियो। बट के भयो भन्दाखेरि वेटिङले गर्दाखेरि चाहिँ मेरो अपरेसन अलिक ढिले भएको थियो। तर पनि आई एम फिलिङ ब्लेस्ड नाउ, किनभने मलाई एम्बारेसमेन्ट त हुन्थ्यो, बट अहिले जस्तो अब अहिले पनि त त्यति बिना सिधा चाहिँ छैन, तर पनि सिधा भनेर सिधा होइन, बट जुन साइड एङ्गलहरू सिधै छ। यो टिप चाहिँ फेरि नेक्स्ट इयर आउनुहुन्छ डक्टर, 1 year पछि भिजिटमा फेरि आउनुहुन्छ। अनि उहाँले फेरि हेरिदिन्छ भन्नुभएको छ। अनि त्यही हो। अनि म चाहिँ हस्पिटलको क्लिपहरू जस्तो अब अङ्कलहरूले खिचेको भिडियो, अङ्कलले अनि आन्टीले, भाइ बहिनी, थ्याङ्क्स टु अल लट होइन उहाँहरूलाई नै। अनि त्यस पछाडि दे केयर मी भेरी, मलाई कस्तो भन्नु नआएको, केयर गर्नुभयो मेरो। अनि त्यस पछाडि मेरो पहिला पनि राइनोप्लास्टिक त होइन रहेछ, बट मेरो पहिला पनि सर्जरी चाहिँ भएको थियो, बट यो यस्तोरी चाहिँ मेरो भएको थिएन। अनि पहिला नाक झरेको थियो, अनि त्यही भएर मैले यसपालि चाहिँ अलिक बढी आफैलाई नै अलिक प्रिभेन्ट पनि गरेँ। अनि एकदम केयर गर्नुभयो फ्यामिली मेम्बरले। अहिले 2 महिना भइसक्यो। स्वेलिङ थियो नाक, बट अहिले घटेर यत्रो भएको छ। अनि अहिले एकदम वेल फाइन छ। यो चाहिँ अलि यो हाम्रो जस्तै यो साइड एङ्गल चाहिँ डिफ्रेन्ट भएको कारणले मेरो नोज चाहिँ अहिले पनि अलिक हल्का थोरै हो कि डाउन देख्छ, तर त्यस्तो चाहिँ होइन। म एकदम ह्याप्पी छु अहिले, सेटिस्फाइड। तर उहाँहरूले भन्नुभएको थियो कि तपाईँहरूको जस्तै हुँदैन भनेर, बट मलाई चाहिँ यो रिजल्ट एकदम सेटिस्फाइङ लाग्यो। 3 monthमा चाहिँ सेट भइसक्छ। कम्प्लिट निकाउन चाहिँ 1 year लाग्छ भन्नुभएको छ डक्टरले।
अनि त्यही हो, त्यति भन्नलाई म यहाँ आएको। अनि म यो बोलेको सँगसँगै मेरो हस्पिटलमा खिचेको भिडियोजहरू फोटोजहरू पनि क्लिपमा एड गरेर राख्नेछु र मेरो भोलि के भएको राख्नेछु हैन। अनि यो चाहिँ इन्फर्मेसन हुनसक्छ जस्तै म जस्तो पिपलहरूको लागि। अब अहिले रिसेन्ट डेजमा पनि वर्ल्ड क्लेफ्ट ब्यारेटको लागि धुलीखेलमा वैशाख 1 गतेदेखिबाट खुल्दैछ फ्री सर्भिस। हजुर त्यहाँ जान पनि सक्नुहुन्छ। अनि त्यही हो अर्को अब मैले चाहिँ अहिले रिसेन्टली सुनेको छु धुलीखेलमा चाहिँ वैशाख 1 गतेबाट लागु हुँदैछ अरे त्यो वर्ल्ड क्लेफ्ट ब्यारेटको लागि निःशुल्क सेवा हैन। अनि त्यस पछाडि त्यहाँ मैले सुनेको छु। अनि यो बनाउनुको कारण चाहिँ यस्तो पनि हुँदो रहेछ भनेर भनेको छ। रिब्सको हड्डी राखेर चाहिँ हाम्रो जस्तै हजुरहरूले मलाई अब यता साइडमा हेर्दा यु क्यान सी कि यो नाक सिधा छ। अनि यता नि म पहिलाको मेरो साइड एङ्गलवाला फोटोहरू नि हजुरहरूलाई पठाउँछु किन भन्दा मेरो एकदम टेल्ड जस्तो त्यो चाहिँ होइन बट मसँग डक्टरले खिचिदिनु भएको छ कि फोटो त्यो चाहिँ म यहाँ साइडमा राखिदिन्छु हजुरहरूले हेर्नु। यु क्यान फाइन्ड अ ह्युज डिफ्रेन्स क्या त्यहाँनिर। अनि त्यही हो। अनि थ्याङ्क्स अ लट टु डक्टर स्वस्ति थापा, डक्टर जेरेमी वार्नर अनि डक्टर जेरेमी वार्नरहरूको अरू असिस्टेन्ट्सहरू हेल्पर्सहरू। एन्ड आई एम भेरी ओभरवेल्म्ड होइन यो मेरो रिजल्टले गर्दा। अनि अब चाहिँ म फेरि बिस्तारै मेरो फर्दर प्रोसेस चाहिँ मेरो टिथमा जाँदैछ। अनि त्यसको लागि म एकदम धेरै खुसी छु यो जुन मेरो सर्जरी भयो। एन्ड भेरी थ्याङ्कफुल 2025मा आई हेभ डन दिस होइन मेरो त्यो भयो सर्जरी भयो त्यही हो। अनि अब जस्तो मैले हस्पिटलमा खिचेको भिडियोहरू मैले अघि नै भने राख्छु त्यो पनि भिडियो धेरै लामो हुन रहेछ क्या त्यो भिडियोजहरू एड गर्दाखेरि चाहिँ अलिक धेरै लामै हुनसक्छ। अनि त्यही भएर अहिलेलाई चाहिँ यति नै। अनि होप दिस भिडियोले चाहिँ दिस भिडियो विल प्रोभाइड यु इन्फर्मेसन होइन। हजुरहरू कृतिपुरमा पनि मैले हस्पिटलको नाम त भनेर कृतिपुर हस्पिटलमा पनि यो ओरल क्लेफ्टको लागि इयर वाइज डक्टरहरू भिजिट गर्नुहुन्छ फरेन डक्टरहरू यु क्यान गो भिजिट होइन। अब जस्तै अब अस्ति ज्यानमा आउनुभएको थियो भने अब नेक्स्ट ज्यानमा आउनुहुन्छ एन्ड यु क्यान भिजिट। अनि त्यही हो मेन स्पेसिफिकल्ली चाहिँ त्यही हो। अब रिजल्ट सेटिस्फाइड छ मलाई चाहिँ एन्ड आई एम सो ह्याप्पी। एन्ड डक्टर सुश्री थापाले भन्नुभएको छ कि नेक्स्ट इयर इफ पोसिबल उहाँलाई फेरि यो जुन यो मेरो टिप छ नि टिप पनि देखाउनु भन्नुभएको छ। अनि त्यही हो यो साइड र यो साइड एकदमै यो लिप पनि यस्तो भएको कारणले गर्दा अलिक नदेखेर हुन्छ कि यु क्यान सी आई नोज आई एम भेरी ह्याप्पी या। अब चाहिँ त्यही हो म चाहिँ धेरै पछाडि चाहिँ मैले अस्ति नै भिडियो हाल्छु भनेर चाहिँ भिडियो हालेको थिएँ बट मैले हालिनँ। अनि त्यही भएर अब चाहिँ म यो भिडियो चाहिँ आज म एडिट गर्छु अनि फोटोजहरू एड गर्छु अनि त्यस पछाडि राख्छु। त्यही हो मेरो एक्सपिरियन्स। तर फेरि अब हस्पिटल डेजहरूको कुरा गर्नुपर्छ हस्पिटलमा मेरो फर्स्ट 27 जानमा अपरेसन भयो अनि त्यस पछाडि 27कोमा मैले अब्जर्भेसनमा राखेको थियो। त्यस पछाडि 1 डे चाहिँ बेडमा अनि त्यसको नेक्स्ट डे चाहिँ मलाई घर पठाइदिनु भएको थियो अनि मैले चाहिँ घरमै आएर रेस्ट गरेँ। अनि त्यही हो 1 मन्थमा चाहिँ त्यही हो 1 मन्थमा होइन हल्का स्वेलिङ चाहिँ देखिरहेको हुन्छ लाइक नोज चाहिँ नट मेरो यो त भएन हुँदो रहेछ मान्छेहरूको बट मेरो भएन थ्याङ्क्स टु गड होइन। त्यही हो अब म यो भिडियो हाल्छु साथीहरू प्लिज किप लभिङ किप सपोर्टिङ माई युट्युब च्यानल। अनि इफ तपाईँहरू कोही नयाँ हुनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु लाइक सेयर गरिदिनु यहाँ माया धेरै देखाइदिनु। त्यही हो यो चाहिँ एउटा इन्फर्मेसन भिडियो हो हजुरहरूको लागि लाइक मेरो एक्सपिरियन्स पनि सुनाएको। अनि त्यही हो हजुरहरूलाई बाई।